विश्लेषणालयका डाइरेक्टर श्री ज्ञानबहादुर सरज्यू, विशेष गरी हाम्रो सुरेश सर लगायत अन्य कलेज आचार्य हेल्थ सेन्टरबाट पाउनुभएका हाम्रो अतिथि तथा मन्त्रालयबाट पाउनुभएका सरहरू लगायत हाम्रो प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उपस्थित सम्पूर्ण कार्यरत हाम्रा सहकर्मी सहयात्री साथीहरूमा यस आजको विशेष दिनमा तपाईँहरूको गरिमामय उपस्थितिले गर्दा यस कार्यक्रमलाई अझ शोभा बढाएको छ। सबैमा धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गर्दछु र भर्खरै गएको नयाँ वर्ष 2083 सालको शुभकामनाको साथसाथमा आजको यस विशेष कार्यक्रममा हाम्रो ज्ञानबहादुर सरले हामीलाई सेवा अवधिभर उहाँसँग जति दिन काम गर्न पाइयो, भेट भयो, सधैँ ऊर्जा दिनुहुन्थ्यो। उहाँले चाहिँ हामीलाई चाहिँ जहिले पनि सकारात्मक वे मात्रै देखाउनुभयो। उहाँले सधैँ मुस्कान सहितको सेवा भन्ने कुरो उहाँको हरेक वाक्यहरूमा चाहिँ पाइन्थ्यो। उहाँ सरले सधैँ हामीलाई माया गर्नुभयो। हामीलाई कहिले पनि हाकिम र कर्मचारी भन्ने अवधारणा उहाँले कहिले पनि राख्नु भएन। जहिले पनि साथीभाइको हिसाबले चाहिँ उहाँले सधैँ हौसला ऊर्जा दिनुहुन्थ्यो। त्यसको लागि हाम्रो परिवार, मेरो व्यक्तिगत तर्फबाट र हाम्रो परिवारको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दछु सरप्रति। सरको सुस्वास्थ्य दीर्घायुको कामना गर्दछु। सरको चाहिँ यस पछाडि अवकाशमय जीवन, भविष्यमा अवकाश हुँदै हुन्छ 2-4 दिन पछाडि भन्ने कुरा सुनिएको छ। त्यस पछाडिका दिन पनि सरहरूको सुखमय होस्, हामीसँग निरन्तर सरको चाहिँ भेटघाट होस्, सरको छत्र छाया सधैँ हामीलाई चाहिँ रहिरहोस् र हाम्रो प्रयोगशाला परिवार लगायत स्वास्थ्य सेवामा चाहिँ सरको चाहिँ सधैँ सुझाव सल्लाह रायको चाहिँ हामीले चाहिँ आशा गरेका छौँ। र यहाँ यस विशेष पावन अवसरमा चाहिँ सरको शुभ जन्मोत्सवमा सबैजनाले ताली बजाएर उहाँलाई